कबाट काम गर्नुपर्छ, अनि बल्ल खबाट खान पाइन्छ, अनि बल्ल गबाट गाडी चढ्ने हो, बल्ल घबाट घर बनाउने हो, बल्ल नाका थोप्लिङमा बल्ल सुन छोड्ने हो, बल्ल चबाट चौतारीमा, छबाट छरछिमेकीको कुरा, जबाट जनताको कुरा, सबै कुरा स्टेप सिक्दै गएपछि बल्ल मान्छे गियबाट ज्ञानी हुन्छ। तर यहाँ त हामी तर यहाँ चलन के छ भन्दा जन्मिने बित्तिकै बाबुआमाले मेरो बाबु ज्ञानी भनिदिने, अनि उसले सोध्छ साँच्चै कि म ज्ञानी हो, सबभन्दा पहिला बाबुआमाकै कुरा सुन्न छोड्छ उसले, बाबुआमा बिगारै मान्छे। अनि अब ऊ आउँछ उल्टो, सुरुमा आफूसँग भएको सुनहरू बेच्छ, भएको घर पनि बेच्छ, साथीभाइले देखाउने, केटीलाई देखाउनु उसले गाडी किन्छ, अनि रक्सी मासु हुक्का खान जान्छ, पैसा पुग्दैन बल्ल जान्छ काम गर्न, लाइफ त उल्टो भयो। त्यही भएर हिन्दीमा एउटा डायलग छ, जिन्दगी झन्ड बा फिर भी घमण्ड बा, यही हो।